1966 वर्ल्ड कपमा नर्थ कोरियासँग हारेपछि इटालियन फेडरेसनले एउटा बिग निर्णय लियो। फरेन प्लेयर्स नै ब्यान गरिदियो सिरिएमा, जसले गर्दा युसेबो र बेकेनबोयरसँग भइसकेको डिल पनि इन्टर मिलानले क्यान्सल गर्नु परेको थियो। वर्ल्ड कपमा बारम्बार डिसपोइन्टिङ एक्जिट भएपछि यो निर्णय लिनु बाध्य भएका थिए र यसले सर्ट टर्म सक्सेस पनि ल्यायो। इटाली 1968को युरो कप जित्न सफल भयो र 70को वर्ल्ड कप पनि फाइनल पुग्यो। तर त्योभन्दा राम्रो जित भने फरेन प्लेयर्समा स्पेन्ड हुने मनी अब डोमेस्टिक इन्फ्रास्ट्रक्चर र प्लेयर्समा युज भयो, जसले गर्दा एउटा ट्याक्टिकल एभोल्युसन पनि आयो र इटालीको जेनेरेसनल डिफेन्डर्स र गोलकिपर्सको पनि जन्म भयो। 1982को वर्ल्ड कप जित्न सफल भएपछि मात्र त्यो फरेन प्लेयर्स ल्याउन नमिल्ने ब्यान लिफ्ट गरियो र त्यस लगत्तै बल्ल म्याराडोना र प्याटिनी जस्ता सुपरस्टारहरू फेरि ल्याउन थालिए। तपाईँलाई के लाग्छ, के इटालियन फेडरेसनले फेरि यस्तै नीति अपनाउनु पर्छ? लगातार 3वटा वर्ल्ड कप मिस आउट भइसक्यो र ट्याक्टिकली पनि मोडर्न फुटबलसँग कम्प्याटेबल छँदै छैन। के गरेर चाहिँ इटालियन फुटबलले आफ्नो रुट्स फेरि स्ट्रङ बनाउन सक्ला? लेट मी नो इन द कमेन्ट्स।